नमस्कार साथीहरू, नेपाली जनताहरूलाई र जेनजी आन्दोलनप्रति साहस प्राप्त गर्ने सबै साथीहरूलाई हार्दिक नमन गर्न चाहन्छु। र यो 2 दिनदेखि किन आन्दोलन भइरहेको छ भन्ने विषयमा मैले विभिन्न कारणहरू भन्न चाहन्छु। र हामीले सबै नेपाली जनताले के बुझ्नुपर्छ कि 3 महिनामा सरकारले गर्नुपर्ने काम गर्न सकेको छैन र जेनजी आन्दोलनलाई विफल बनाउने राष्ट्रपतिज्यूले जुन षड्यन्त्र गर्नु भइरहेछ त्यसको विरोधमा हो। र यो प्रधानमन्त्रीजीले पनि केही गर्न सक्नु भइरहेको छैन, त्यसको विरुद्धमा हो। यो जेनजी आन्दोलनको माग के थियो कि भ्रष्टाचारीले सबैले कारबाही हुनुपर्छ, संविधान संशोधन हुनुपर्छ, राजनीतिक नियुक्तिहरू बन्द हुनुपर्छ र न्याय सेवाका जति पनि यो भ्रष्ट पैसा खुवाएर नियुक्ति हुने प्रक्रियाहरू छ त्यसको अन्तको विरुद्धमा थियो। र त्यो गर्नका लागि संविधान संशोधन नगरिकन, निकास नदिइकन निर्वाचन, जस्तै जेनजी सम्झौतामा पनि कहिले यो कार्य गर्ने भन्ने मिति थिएन, तर निर्वाचन फागुन 21 गते हुने भने सबै सर्वपक्षीय दल मात्र निर्वाचन हुनको लागि सर्वपक्षीय दलहरूसँग 5 चोटिभन्दा बढी बैठक भइसक्यो। तर यो सरकारले भ्रष्टाचारीले कारबाही गर्नको लागि, रिफर्मेसन गर्नको लागि, संविधान संशोधन गर्नको लागि एकचोटि पनि आयोग बनाउन भनेको छ, बनाउन सकेको छैन, बैठक गर्न सकेको छैन र दलहरूसँग सोध्न सकेको छैन। यो सरकारले कुनै पनि काम गर्न सकेको छैन। नागरिक सरकार, अन्तरिम सरकारले गर्दाखेरि हामीले 3 महिनासम्म कुर्यौँ। 3 महिनासम्म यो सरकारले केही गरेन। त्यसको जवाबमा अब यो कुरा नसुनिसकेपछि, रिफर्मेसन नगरिसकेपछि फेरि पुराना दल कि यो देशमा सबै कुरा हुनको लागि 3 दलका नेताहरूले भेट्नै पर्छ, उनीहरूले नचाहेसम्म यो देशमा केही हुँदैन। यो जेनजी आन्दोलनको अपमान हो। यो जेनजी आन्दोलनप्रति साहस प्राप्त क्षेत्र जनाको अपमान हो। यो देशमा अहिले पनि भेट्नलाई कुनै पनि डिसाइड कुरा गर्नको लागि पहिला जस्तै 3वटा टाउकोलाई भेट्नु परेको छ, यसको विरोधमा हो। यो जबसम्म यो सरकारले निकास दिँदैन, जबसम्म यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दैन, संविधान संशोधनको लागि प्रक्रिया अगाडि बढाउँदैन, तबसम्म यो देशमा निर्वाचन गर्नु जेनजी आन्दोलनको विफल हो। जसरी जनआन्दोलन भयो, जसरी दोस्रो जनआन्दोलन भयो, त्यसरी जेनजी आन्दोलनमा अहिले पनि सबै जेनजीहरूको माग त्यही हो। केही जेनजीहरू साथीले पनि प्रधानमन्त्री निवासमा पनि गृहमन्त्रीको राजीनामा र सरकारको विफलताको प्रश्न उठाउनु भएको हो। हामी बाटोमा पनि प्रश्न उठाएका छौँ, तर सबै जेनजी साथीहरू पनि युनाइट छौँ र केही पत्रकार साथीहरूले प्रश्न गर्नुभएको छ, कुनै पनि काम छैन, यतिकै आएर बसेका छन्। सबैको आफ्नो काम छ, कोही पढे लेखेका छन्, कोही व्यापार गरिरहेका छन्। तपाईँले त्यो पनि बुझ्नु होला। सबै जेनजीको एउटै माग हो, रिफर्मेसन, परिवर्तन र भ्रष्टाचारीको कारबाही र संविधान संशोधन। यो संविधान 10 वर्ष भइसक्यो, पुनर्लेखन गर्ने भनेर लेख्या छ, भएन नि त। त्यो विषयमा पत्रकार साथीहरूले पनि लेखिदिनु होला। यही कारण देखाउँदै म बिदा लिन्छु। धन्यवाद।